कन्फ्युज भएँ म। ल हेर्दै गर्नु होला, जुन लगे पनि हजुरलाई देखाउने छु। म त आइन भनेको अनि त्यसले चाहिँ रिसाले फोन काटिसकेको छ। हेलो हेलो, आइपुगेँ फाइनली। ह्यापी बर्थडे टु यु। नखाने क्या ओइ, दिदी उता जलेर खरानी भइरहेको छैन नि। यत्रो छ केक। हेलो साथीहरू, नमस्ते। झोडले फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। अनि आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा म फेरि पनि भिडियो लिएर आएको छु साथीहरू, होइन। अनि भिडियो चाहिँ के हो भनेर हजुरहरूले थाहा पाइसक्नु भयो होला हाइलाइट थमेलतिर हेरेर। अनि म चाहिँ चुनिखेल जाँदैछु। आज चाहिँ बहिनी भूमिकाको छोरीको चाहिँ बर्थडे। अनि ह्याप्पी बर्थडे सानी सानी। अनि भूमिकाले चाहिँ आइज गफ गरिबस्नु, बर्थडे त अब त्यस्तै हो होइन, गर्दिनँ, गफहरू गरिबस्नुपर्छ आइज भन्दैछ। सो अनि म चाहिँ जान लागेको। अनि मैले चाहिँ त्यसलाई आउँदिनँ, मलाई अल्छी लाग्यो, झ्याउ लाग्यो भनेको छु म चाहिँ। अनि सरप्राइज दिँदै जानु पर्यो, एउटा सानो केक लगिदिएर भुन्टीलाई, भूमिकाको छोरी भुन्टीलाई सानीलाई। अनि यसो चाबेल हुँदै जान्छु। अब सानो केक अनि त्यसपछि के हुन्छ सानीलाई सानो गिफ्ट लिएर जान्छु साथीहरू, हेर्दै गर्नु होला। अनि आजको मेरो भिडियो चाहिँ के कस्तो हुन्छ फुल भिडियो हेरेर कमेन्ट गरिदिनु होला। अनि त्यही हो, म अब हिँड्न लागेको। अनि आन्टी भाइ छोरो कोही पनि जाँदैन, मेरो छोरोको चाहिँ फेरि भोलि स्विमिङ पनि छ। अनि 8:30 बजे चाहिँ ऊ जानु पनि पर्छ स्विमिङमा। सो त्यही हो साथीहरू, ल हेर्दै गर्नु होला। म चाहिँ अब कति पनि ढिलो नगरिकन चाबेलतर्फ लागेँ है त साथीहरू। म चाहिँ बर्थडे गिफ्ट लिनु भनेर आएको, तर के हो के यो गिजिङ गुजुङ यो उयो नै उयो टल्केछ राम्रो यो के बिना गुजुङ गुजुङ हो। हाफपेन्टहरू पनि यस्तो खालको मात्रै रहेछ। यो ठिक छ कि यो ठिक छ। यसपछि फेरि पछाडि गोजी जस्तो भएको जस्तो रहेछ, यो अगाडि गोजी। यो यस्तो यहाँ सबै यो पुतली झुन्डेको कुन भयो। टी सर्ट चाहिँ यहाँ छ, एउटा यहाँ छ, एउटा यहाँ छ, तिनवटामा एउटा लान्छ। यो चाहिँ अलिक ठुलो हुन्छ होला जस्तो लागिरहेछ। यो चाहिँ ठिकै हुन्छ होला, तर यो भयो क्या, यो दाइ यो भयो क्या, यो हटाइदिनु त। त्यसपछि ठ्याक्कै हुन्थ्यो यत्रै, यो अलिक सानो जस्तो। के हो कन्फ्युज भएँ म। ल हेर्दै गर्नु होला, जुन लगे पनि हजुरलाई देखाउने छु। अहिले लगेर बच्चालाई लगाएर कलर कुन चाहिँ यो भएको यही राम्रो छैन, कलर अरू निकालेर के गर्नु। सो गाइज, मैले चाहिँ यहाँ केकहरू लिइसकेँ। अनि यो चाहिँ गिफ्ट भयो। अनि केकहरू लिएर रेडी भएर बसिरहेको छु। म चाहिँ अब इनड्राइभ बोलाएर अब इनड्राइभमा जान्छु साथीहरू, हेर्दै गर्नु होला। रात पर्न लागिसक्यो, यस्तो भइसक्यो। सो गाइज, म चाहिँ आइपुग्न लागेँ दिदीहरू घरमा। अनि मलाई चाहिँ बहिनीले भूमिकाले अघि फोन गरेको थियो, नआएको भन्दै। अनि म त आइन भनेको, अनि त्यसले चाहिँ रिसाले फोन काटिसकेको छ। सो म चाहिँ आज कता घुमेँ बाटो थाहा। सो त्यही भएर म चाहिँ यहाँ केक बोकेर जाँदैछु। यो केक पनि के भइसक्यो होला कि थाहा छैन। बाटो फेरि यता दिदीहरूको घर जाने जस्तो छ कि। सो ल हेर्दै गर्नु होला, म पुगेर देखाउँछु के गर्दैछ थाहा छैन। हेलो हेलो भेना भाइ छोरो, स्वागत छ तपाईँहरूलाई, नमस्ते। पछाडिबाट भिडियो गरिरहेको छ। अनि लाको हो त्यहाँ बाटोमा। सो म चाहिँ पठाउमा आउँदै थिएँ। अनि भेना भाइहरूलाई चाहिँ बाटोमा भेटेर म चाहिँ बाटैमा झरेर अनि जाँदैछु। भेना के छ हालखबर, सन्चै हुनुहुन्छ? धेरै पछि भेट्यो त। अनि कस्तो लागिरहेछ सारीसँग भेट्दा? कस्तो लागिरहेछ हो? मम्मी ए भाइ पनि यति बस्ने हो? ए हो र, ल थाहै थिएन। म आइपुगेँ फाइनली, तर कहाँ छ? ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे सानी, ह्यापी बर्थडे, ह्यापी बर्थडे सानी, ए ह्यापी बर्थडे सानी, थ्याङ्क यू भन। नमस्ते सबैजनालाई। स्वागत छ हजुरलाई। ए ल तुङ्गे भुतुङ्गे बर्थडे गर्ल खानु पो थाल्यो। आहाम फेरि के निस्केको क्या,
अनि सो सानीलाई चाहिँ मैले यो ल्याइदिएको छु अब यो लगाइदिने हेर्दै गर्नु होला घाउ निस्केर हेर त्यही उठा त कस्तो देख्यो ल कसले ल्याइदिएको गोजी त पछाडि मात्रै ऊ यहाँ छ पछाडि यहाँ गोजी ल ऊ यहाँ छ गोजी बर्थडे गर्लको मम्मी के भन्दैछ के अरे फेरि भन्छ एकचोटि खाँदैन भाइ नदिनु छ सुन्यो ए किन तिरमिरी आएको यो बत्तीले गरेर हो क्या माइली साइली काइली जेठी गइसक्यो उता जाउँ न फेरि हिँड्न कान्छी त फोटोमा कहाँ छ फोटो खोइ कहाँ छ त्यसको फोटो पल्लो रुमतिर सार्यो ए यहाँ छैन रहेछ मान्छे चाहिँ यत्रो छ केक चाहिँ कत्रो भयो दुईवटा केक आमा यो केक त सरेछ भने तर म बोलेको चाहिँ सुन्दैन होला साथीहरू मिलाएर सुन्नु होला किनभने धेरै हल्ला छ यता ह्याप्पी बर्थडे यो मात्रै बाल्नु बत्ती त्यो नबाल्नु होइन सिर्जरले गर्छ नि त नत्र बालेर नानीलाई त्यो बालेर ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे लुगाले अलिकति उयो गरिदिनु पर्थ्यो नानीको डबल टोपी आयो मनमाथि फुकाउनु दिनु न पहिला क्यान्डल फुकाउनु न मान्छेले गर्दा हुन्छ हो त निकाल्दिनु नि फुकाउनु के हो सिधै हेर त गोरो गोरो आइ त लेना के रे नखाने क्या नखाने क्या दिदी उता जलेर खरानी भइरहेको छैन नि दिदी ओ दिदी जलेर खरानी भइरहेको छैन नि भित्र सालीहरूलाई खुवाउँदा छोरालाई के खुवाउनु बिर्सेछ अरे हाम्रो बेना हाम्रो एकलौटी बेना अहिलेको लागि अहिलेको एकलौटी
3टा सालीको एकलौटी भेना अहिलेको लागि बाउले साडी झरे के गर्नु दुईटा साडी छ एक्लो अरू पनि भेना छ तर के गर्नु निस्किँदैन ओथरा बसेछ त्यही भएर त्यो चलानी चाहिँ आउँछ मेरो चाहिँ निस्किरहेको तपाईँको दुईटा निस्किसक्यो त्यही भएर डिस्काउन्ट अलिक भइरहेछ परा खान्छ फाइनली केक पनि काटिसक्यो बर्थडे पनि सक्यो अब यता बर्थडे गर्ल कुदेर हिँड्नु थालिसक्यो तर घाउ आएर हेलो हेलो त कहाँ गएर आएको है त बहिनी लाग्यो धन्यवाद फेरि बर्थडेमा दिएको त फिर्ता लिनु बर्थडेमा लिएको त फिर्ता लिनु पाउँदैन नि फेरि मिठो भएको छ ए हो त्यो पानी अनि यता साली रसिलो छैन भेना सो यस्तै हो हाम्रो चाहिँ अहिले त कस्तो आनन्द सबजना सुतेर एकजना च्याउच्याउ म्याउ छैन अघि त यस्तो च्याउच्याउ म्याउ त किन बाङ्गो पऱ्यो पात्नु खोजेको त होइन नि त्यहाँ पछाडितिर गयो ब्याकग्राउन्ड अगाडि त देखिँदै होइन पछाडि ब्याकग्राउन्डतिरको मान्छेले एकदमै देख्छ कि अन्ना त्यो भएर यता भेना निन्द्रा लागेको छैन के हेर्नु थाल्यो अघि भात खाएर अगाडि नै यहाँ मोबाइलमा खाएको मासु भुटेको हेरेर ए यता भाइ यता हामी चाहिँ यदि 1 2 3 4 5जना हामी हिँडेर आएको साथीहरू इभिनिङ वाक गरेर आएको छोरी दिनु अरे तँलाई ए छोरी त हुँदैन त्यो मेरो छोरी त बहिनी पर्छ होइन त्यस्तै गरेर नमस्ते गरेछ हेर्दाखेरि खाइलाग्दै हो काम भनेको भने बेला ठ्याक ठ्याक गरिदिइहाल्छ वेट भनेको टाकान टुकुन कति किलो 30 किलो 40 किलो एकदम इमानदार केटा हो ए 60 छ इमानदार केटा हो 60 त छैन होला लपन सपन छैन यसले बुढी मजाले पाल्छ गुड मर्निङ सुतेको छैन पुल्ने ए सुतेको होला भनेको त छोड् न त्यो टाउको चाहिँ आलिया जस्तै रहेछ क्या दिउँसो सुत्यो आलिया पनि दिउँसो सुत्यो राति यस्तै गर्छ 11 बजे यहाँ तिमीहरू करायो नि त सुतिसकेको थियो ए पुन्टु कहाँ हिँडेको छौ त नखुवाएर सर्केर फेरि भमिट गर्छ यसको त ठिक छैन त अलिकति खोल्नु सो गाइज हाम्रो चाहिँ यहाँ हामी लजमा परिसकेको छौँ हाम्रो अहिले बेलुकाको यो होमस्टे के भन्छ अरे भूमिका किन हाँसेको सो गाइज होइन अनि म चाहिँ यता आएर पनि बर्थडे सड्डे मनाएर बबाल होइन बर्थडे भन्दा पनि यहाँ आइसकेपछि खतरा दिदीबहिनी सब भाउजूहरू दाईहरू सबै हुनुहुन्छ नि त भेनाहरू सबै नानीहरू दिदीको छोराहरू सब एकदम धेरै रमाइलो हुन्छ यता आएपछि चाहिँ यतै हराउँछ क्या त्यही भएर म खासै आउँदिनँ हतपत कि त यो भूमिका हुनुपर्छ कि त सपना हुनुपर्छ नत्र भए म खासै आइ हुँदैन अस्ति 6 महिनामा आएको थिएँ अरे दिदी भनेर गरिरहेको थियो राम हो भएछ त्यो सो गाइज त्यही हो होइन एकदम धेरै रमाइलो गऱ्यौँ हामीले चाहिँ एकदम धेरै इन्जोय गऱ्यौँ अनि खानासाना खाएर हामी चाहिँ एकछिन इभिनिङ पनि गएर आयौँ हिँडेर सो त्यही हो अनि अहिले चाहिँ 11 पनि बजिसक्यो अब सुत्नु पनि पर्छ साथीहरू होइन फुल भिडियो हेरिदिनु होला जे जस्तो भयो भने हजुरहरूलाई धेरै धेरै धन्यवाद भनेदेखि अनि यहाँ सानी बर्थडे गर्ल सुतिसक्यो घाउ आएको छ उसको चाहिँ उहीँ कटारीमै गर्मी एकदम धेरै छ नि त अनि त्यो गर्मीको घाउ आएको के अनि त्यही भएर ऊ चाहिँ अहिले सुतिसक्यो
त्यही हो, सबैजनाले विस गरिदिनु होला, ह्याप्पी बर्थडे भनिदिनु होला हाम्रो छोरीलाई। बाई बाई, अब यति भन्दै हजुरसँग बिदा माग्न चाहन्छु। हस् त, गुड नाइट। ए बाई बाई भन्, गुड नाइट भन्।